आज चाहिँ हामी एउटा मान्छेको फोटो सोच्दैछौँ है। अब यसको फोटो यसले कसो चाहिँ गेस गर्नु पर्यो, मैले कसो चाहिँ गेस गर्नु पर्यो है त। ल स्टार्ट। ल तैँले सोचिस्? ल सोचिसकेँ। ल मैले पनि सोचिसकेँ। ल तैँले सोचे मान्छे गीत गाउँछ? गाउँछ, अलिअलि गाउँछ, जे होस् जे पाते भए पनि गाउँछ। ल मैले सोचे मान्छेको बारेमा भन्। तैँले सोचे मान्छेले ढुङ्गा बोक्छ? बोक्दैन। तैँले सोचे मान्छे एकदम फेमस हो? फेमस नै हो। तैँले सोचे मान्छे फेमस हो। तैँले सोचे मान्छे यतै हाम्रो वरिपरिकै हो? वरिपरिको होइन। तैँले सोचेको मान्छे भक्तपुरतिरकै हो? हो। भक्तपुरतिरकै हो? को रहेछ दादा? त्यो कलाकारी क्षेत्रको हो? हो। तैँले सोचे मान्छे जाँडसाँड खाएर हिँड्छ ओर्छ के गर्छ? खाँदैन। त्यसो भन् त अब। तैँले सोचेको मान्छे यहाँ खरीपाटीबाट राधे राधेसम्मको बिचमै छ? बुढी छ कि छैन? डिभोर्स भयो? तँ पनि होइन। को रहेछ त? कसै यो कुरै मिल्दैन कि। तैँले सोचे मान्छे नि रवि लामिछाने हो? होइन। ल भन्। तैँले सोचे मान्छेको हाइट कत्रो? तेरो जत्रै सानो छ? एकदम अलि ठुलै छ, मभन्दा अलि ठुलै छ, 13 जत्रै होला। ल अनि त्यसको उमेर कति जति हो? उमेर धेरै भएको छैन, लगभग त्यस्तै 26-27 होला। धेरै भयो। तैँले सोचे मान्छे बुढो हो कि भर्खरको हो कि के हो? मैले सोचेको मान्छे त एकदम भर्खरको, कमेडीमा कमेडी छ ल। त्यो अहिलेको एकदम ट्रेन्डिङमा छ। गीत पनि गाउँछ, ऊ कलाकार पनि हो, ऊ फिल्म पनि खेल्छ, इन्टरभ्यू पनि लिन्छ। उत्सव रसाइली हो। लभ सोधा नि म बल्ल हिँड्दिन्छु। तैँले सोचे मान्छे अब तँ भन्। तैँले सोचेको मान्छे राजनीतिक क्षेत्रको हो? होइन। तैँले सोचे मान्छे राजनीतिक क्षेत्रको हो? होइन। तैँले सोचेको मान्छे ला मैले देखाएको छु? तैँले कलाकार पनि भने कि चेस नि? फेरि कलाकार नि हो, डान्सर नि हो। को रहेछ? हामीलाई अफर गरेको छैन त्यसले? छैन। को रहेछ? तैँले सोचे मान्छे फिल्म नि खेले होइन त? फिल्म पनि फिल्म खेलेको छ होला त्यसले। जे होस् ऊ जता पनि सानो रोल भए पनि खेल्छ। त्यसको अहिले यति धेरै त्यसको टुक्काहरू यति भाइरल भइरहेछ, त्यो एकदम क्या अहिलेको ट्रेन्डिङमा छ क्या। त्यो 2-4 दिन भयो त्यसको डाइलेगहरू एकदम फेमस भइरहेछ। होइन के? अब त्यस भए त्यसको हाइट र तेरो हाइट उत्रै हो। शिवु पाण्डे हो। यस्तै मान्छे छ होला मेरो। म त पास सकिन। निकिसा श्रेष्ठ अनि केटा हो कि केटी हो भन्दैनस् भने? आई लभ यु निकिसा। शिवुलाई भन्दै तेरो शिवुलाई के भन्नु छैन मेरो शिवुलाई? शिवुले त तँलाई रिजेक्ट हालिदिन्छ। उसलाई अमेरिका, अस्ट्रेलिया, युके, क्यानाडा चाहिन्छ अनि